1960को दशकको नेपाललाई एकछिन सोचौं त। त्यो बेला जब अग्ला हिमालहरूले नै मान्छेको भाग्य कोर्छन् जस्तो लाग्थ्यो। तर यदि कुनै सानो केटाको सपना ती हिमालभन्दा पनि अग्लो भयो भने के होला? हो, आज हामी यस्तै एउटा कथामा डुब्नेछौं। यो कथा हो मसिनाको, घाँचो गाउँको एक साधारण केटा। उसको यो अठोटको कथालाई गोर्खाली र भूतहरू भन्ने किताबमा एकदमै राम्रोसँग देखाइएको छ। यो कथा त एउटा सामान्य परिस्थितिलाई जित्ने अदम्य इच्छाको कथा हो। तर उसको यो सपना कुनै बच्चाको सामान्य रहर मात्रै थिएन है। मसिनाको लागि त सिपाही बन्नु भनेको आफ्नो लागि पहिले नै कोरिएको भाग्यको रेखालाई मेटेर आफ्नै बाटो बनाउनु थियो। एउटा गहिरो उत्कट इच्छा। अब प्रश्न उठ्छ, आखिर गोर्खाली हुनुमा त्यस्तो के थियो र जसले एउटा सानो केटालाई यति विधि तान्यो? उसको सपनामा कति शक्ति थियो भनेर बुझ्नको लागि आउनुहोस् हामी सिधै मसिनाको संसारमा प्रवेश गरौं। मसिनाको घर, घाचोक कस्तो ठाउँ थियो होला? कल्पना गर्नुहोस् त, एउटा यस्तो गाउँ जहाँ जीवनको हरेक धड्कन मौसम र माटोसँगै चल्छ। तर मसिनाको लागि यही सुन्दर लय नै एउटा पिंजरा जस्तो भइदियो र ऊ त्यो पिंजराबाट जसरी भए पनि बाहिर निस्कन चाहन्थ्यो। र हो, यहीबाट सुरु हुन्छ उसको मनभित्रको लडाई। एकातिर थियो आफ्नो बुबा जस्तै किसान बनेर बिताउने एउटा शान्त तर सोझो जिन्दगी, अनि अर्कोतिर थियो सिपाही जीवनको त्यो सम्मान, त्यो साहस जसले उसलाई हरपल बुलाइरहेको थियो। अब मसिनाको यो सपनालाई अझ गहिरोसँग बुझ्न उसको समुदाय, गुरुङ समुदायलाई पनि चिन्नु जरुरी छ। किनभने उनीहरूको लागि सिपाही बन्नु भनेको केवल एउटा जागिर खानु थिएन। यो त सबैभन्दा ठूलो सम्मानको कुरा थियो। एउटा यस्तो बाटो जसले सिङ्गो परिवारको लागि इज्जत र समृद्धि दुवै ल्याउँथ्यो। अब सोच्नुहोस् त, एउटा सक्कली सिपाहीले नै यस्तो भनेपछि त जो कोही निराश हुन्थ्यो होला। तर मसिना होइन, उसको लागि त यो वचन आगोमा घिउ थपे जस्तै भयो। यो खिल्लीले उसलाई कमजोर बनाएन, उल्टै सबैलाई गलत साबित गरेरै छोड्छु भन्ने उसको अठोटलाई छनै बलियो बनाइदियो। भनिन्छ नि, कहिलेकाहीँ जिन्दगीका ठूला यात्राहरू एकदमै साना घटनाबाट सुरु हुन्छन्। मसिनाको जीवनमा पनि त्यस्तै भयो। एउटा गुमेको मौका र एकजना मान्छेसँगको अप्रत्याशित भेटले उसको जीवनको मोडै बदलिदियो। त्यो दृश्य कस्तो थियो होला? मसिना ठूला ठूला आँखा पारेर सुनिरहेको छ, अनि एक चियापसले दाई पोखराका अचम्मका कथाहरू सुनाइरहेका छन्। एउटा यस्तो सहर जहाँ सिपाहीहरू हिँडेर आउँदैनन्, बरु एउटा विशाल फलामे चरामा चढेर आउँछन् रे। अब यी कथाहरू मसिनाको लागि मनोरञ्जन मात्र थिएनन्, यिनले त उसको कल्पनाको संसारमा आगो नै लगाइदिए। त्यो चियापसलेको मुखबाट निस्केका यी शब्दहरू मसिना र उसको साथी पुण्यको लागि यो सल्लाह मात्र थिएन, यो त भाग्यले दिएको एउटा संकेत थियो, एउटा इशारा। उनीहरूलाई सपना देखेर मात्रै बस्ने होइन, अब उठेर हिँड्नुपर्छ भन्ने प्रेरणा सायद यहीँबाट मिल्यो। अनि त्यही आफ्नो चिरपरिचित संसारलाई अन्तिम पटक हेर्दै ती दुई केटाहरूले एउटा निर्णय गरे, एउटा वाचा गरे। उनीहरू आफ्नो गाउँ, आफ्नो परिवार सबै कुरा पछाडि छोडेर त्यो अज्ञात भविष्यतिर सँगै कदम बढाउनेछन्। तर पोखरासम्मको त्यो बाटो, त्यो कहाँ सजिलो थियो र? त्यो बाटो लामो मात्र थिएन, एकदमै चुनौतीपूर्ण थियो। र चुनौतीहरू पनि कस्ता भने, केही त यही संसारका थिए अनि केही सायद अर्कै संसारका। बाटोमा चियापसलेले सुनाएका डरलाग्दा कथाहरूले पनि उनीहरूलाई तर्साइरहेको थियो। आफ्नै टाउको बोकेर हिँड्ने मटक्कटे, यात्रीलाई पासोमा पार्ने भकुण्डे अनि खुट्टा पछाडि फर्केकी किचक्कन्नी। सोच्दा त यी केवल भूतका कथाहरू थिए, तर ती केटाहरूको लागि यी उनीहरूले जित्नै पर्ने आफ्नै डरका रूप थिए। अनि जब रात छिप्पिँदै गयो, त्यो ढुङ्गेनी बाटोमा उनीहरूको डर पनि बढ्दै गयो। अनि त्यही डरको बीचमा उनीहरूले के गरे होलान्? उनीहरूले एउटा एकदमै सरल, बालसुलभ उपाय निकाले। भूत प्रेतलाई तर्साएर भगाउनलाई सकेसम्म ठूलो स्वरले गीत गाउने। अन्ततः उनीहरू याम्दी भन्ने ठाउँको एउटा चिया पसलमा पुग्छन्। भूतको डर त अलि कम भयो होला, तर त्यहाँ पुगेपछि उनीहरूको मनमा एउटा नयाँ किसिमको डर पस्न थाल्छ। यो डर भूतको थिएन, यो त उनीहरूले जुन सपना बोकेर हिँडेका थिए त्यही सपनाबारे सुनेका अनेक हल्ला र शङ्काहरूको डर थियो। खैर, अनेकौं बाधा पार गर्दै उनीहरू पोखरा त पुगे। तर अब सुरु हुन्छ मसिनाको असली यात्रा, उत्तरको खोजी।
र यही खोजीले उसलाई एउटा यस्तो सत्यको सामुन्ने ल्याइ पुर्याउँछ जुन उसले कहिले सोचेको पनि थिएन। पोखरा त आइपुग्यो, तर अब के गर्ने? मसिनाको अठोट हेर्नुस् त, ऊ आफ्नो साथीको अङ्कलको घरबाट सुटुक्क फुत्किन्छ। उसको दिमागमा एउटै मात्र कुरा थियो, जसरी हुन्छ एकजना सक्कली गोर्खाली सिपाही भेट्नु छ र आफ्नो मनमा उब्जेका प्रश्नहरूको जवाफ लिनु छ। अनि जब उसले एकजना सिपाही भेट्छ, उसको मुखबाट निस्केको पहिलो बिन्ती सुन्नुस् त। यो बिन्तीले उसको सोझोपन र उसले सुनेका हल्लाहरूमा कति विश्वास गर्छ भन्ने प्रश्न पार्छ। उसलाई साँच्चै नै लाग्थ्यो कि सिपाही बन्ने कुरा पैसा वा पहुँचले किन्न सकिन्छ। र हो, यही क्षण नै उसको यो पूरै यात्राको सबैभन्दा महत्त्वपूर्ण मोड बन्छ, किनभने ती सिपाहीले मसिनाको दिमागमा बसेका सबै भ्रमहरू एक एक गरेर तोडिदिन्छन् र गोर्खाली बन्ने असली बाटो के हो भनेर बताइदिन्छन्। त्यो बाटो कुनै पैसा वा गुप्त सूचीमा थिएन, त्यो त मान्छेको भित्री क्षमतामा थियो। अनि यही नेर आउँछ त्यो सबैभन्दा महत्त्वपूर्ण पाठ जुन ती सिपाहीले मसिनालाई सिकाउँछन्। उनी भन्छन्, तिम्रो पाइलाको लम्बाइले होइन, तर तिम्रो हृदयमा भएको साहसले तिमीलाई मानिस बनाउँछ मसिना। कति गहिरो कुरा होइन त? मसिना पोखरा आएको थियो एउटा सजिलो जवाफ खोज्दै, तर जवाफको साटो उसले त एउटा झनै ठूलो चुनौती पो पायो। ती सिपाहीले दिएको चुनौती त्यो कुनै अस्वीकृति थिएन, त्यो त मसिनाको पहिलो र सबैभन्दा साँचो परीक्षा थियो। पोखरासम्म आउनु त केवल एउटा अभ्यास मात्रै थियो। असली यात्रा, केटाबाट पुरुष बन्ने यात्रा त अब सुरु हुँदै थियो, घर फर्कने यात्रा। अब मसिना उही पुरानो मसिना रहेन, उसले एउटा ठूलो सत्य बुझिसकेको थियो र यही नयाँ बुझाइको साथ उसले त्यो चुनौतीलाई स्वीकार गर्छ। ऊ पोखरालाई पछाडि छोडेर घर फर्कने त्यो लामो बाटोमा एक्लै हिँड्छ। अब ऊ कुनै हल्लाको पछि लाग्ने केटो होइन, बरु आफ्नो मनमा साहस बोकेर एउटा निश्चित उद्देश्यतिर लम्किरहेको युवा हो। सिपाहीले मसिनालाई भनेका थिए, साँचो साहस खुट्टाको फड्काइमा होइन, मनमा हुन्छ। मसिनाको यो कथाले हामी सबैलाई एउटा प्रश्न सोधेर जान्छ जस्तो लाग्छ। हरेक मान्छेको जीवनमा त्यो भित्री साहस खोज्ने यात्रा आखिर कस्तो हुन्छ होला?